हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। म यता दिनसम्म चाहिँ 2-3टा सामान बोकेर म कहाँ हिँडिरहेको छु भनेर तपाईँहरूलाई म आज डिटेलमा भन्नेवाला छु। अहिले चाहिँ दिउँसोको लगभग 2 बजेको अवस्था छ। आज चाहिँ बवाल हुनेवाला छ, अन्तिम समय हेर्नेवाला साथीहरू। म अझै कहाँ जाँदैछु भनेर तपाईँहरूले एकछिनमा थाहा हुन्छ, थमेल हेरेर सक्नु भइसकेको होला तपाईँहरूले। लेट्स गो, हामी कहाँ जाँदैछौँ है त। हेलो वेलकम ब्याक टु माई च्यानल साथीहरू। न्यू डे न्यू ब्लगको साथमा हजुरहरूलाई स्वागत छ। आज मेरो लुक्स नयाँ लुक्स प्लस यता ब्याग स्याग देखेर तपाईँहरूले कहाँ जान लाग्दैछ यो भने होला। आज हामी जाँदैछौँ बार्बिक्यू। हुन्छ आजको बार्बिक्यू है साथीहरू, केटाहरूसँग जाँदैछौँ। यसको साथीहरू म यहाँ चाहिँ निस्केको अवस्था अहिले चाहिँ लगभग दिउँसोको 1 बजेको अवस्था छ। हामी अब वहाँ पुग्न कति टाइम लाग्छ, के हुन्छ आजको रमाइलो भ्लग हेर्नु होला है त साथीहरू। म साथीहरूसँग म उता पुग्छु अनि त्यसपछि सिधै भेटौँला। बाबाई गाडी चाहिँ म हामी भन्दा नि म चाहिँ यहाँ एकिमा आइसकेँ साथीहरू, चट्टोपारमा। लेट्स गो, के भन्छ आजको भ्लग हेर्नु है त अन्तिमसम्म साथीहरू। फाइनली हामी स्टेसनमा छौँ अहिले। साथीहरू म चाहिँ ट्रेन चढेर यता साथीकोमा आएको, यहाँ हामी सँगै जानुपर्ने साथीहरूसँगै। यसको आजको दिन कस्तो हुन्छ सब भ्लग हेर्नु होला है त अन्तिमसम्म। यसको म जाँदैछु, बाटोमा हिँड्दैछु साथीहरू। हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल गाइजहरू। आज बवाल तरिकाले भिडियो बनाउन लाग्दैछु हाम्रो गिम्बलबाट। लभली पारामा है, अब चट्टो पारामा यसरी बनाउँ होला है त। ल कस्तो हुन्छ, कस्तो आउँछ, लभली आउँछ होला। मैले चाहिँ फेस ट्र्याक गरेर चाहिँ जता गए पनि मेरो फेस देखाउँछ क्या रहेछ। लभली लभली। अनि यस्तो छ साथीहरू, साथीको रुम पनि देखाउँ ल। यता छ यहाँ साथी। हाम्रो भ्लग सुरु हुन्छ नि, आज बार्बिक्यू हुनेवाला छ नि त। बाबा लभली परिवारले गाइज अझै प्लान फिक्स भयो होइन। अब चाहिँ अब यहाँ खोजिरहेको छु। अब हामी कहाँ जाने थाहा हुँदैन। तर यहाँ बल्ल लभली बारमा चाहिने सामान सब हामीले सेटअप गरिसकेका छौँ। आज भ्लग चाहिँ बवाल हुनेवाला छ है। म गाइजहरू यता राख्छु मेरो फुललाई चाहिँ चट्टो पारामा। म यहाँ बस्छु म जता गइदिएँ त्यति जान्छ क्या फेरि। म यस्तो गिटार बजाउँछु एक तरिका, लभली तरिका गिम्मी बजाइदिन्छु। लभली गाइजहरू, ल यही नै हो मेरो फेस ट्र्याक नगरेर बाबु। म जता गएँ त्यति नहान न यार, जोर से बोल के लोगों को स्कीमें बता दे। म त यता जान्छु फेरि मेरो यहाँ लभली है। म त यता घुमेँ ए त्यहाँ लाग्ला नि फेरि फुलमा। लभली बाई बाई गाइस। कतिको ट्र्याक हानेको छ अहिले म हेर्छु है त। हाम्रो दोस्तले के भन्ने केही भनेर हामी चाहिँ यसो घुम्न जाँदैछौँ। आज नाइट स्टे गर्न चाहिँ बार्बिक्यू जाँदैछौँ हामी चाहिँ। अनि अरू त के हुन यसो राम्रो यसो मैयाहरू अच्छा हमको सिखा दिया होइन। ए यता नि छ है हाम्रो फेरि दोस्त। पुरै जय श्रीराम भन्दै हिँड्दा अगाडि केटाहरू दुईजना चाहिँ अगाडि गइसक्यो। आज अब मेमोरी भिडियो बनाउँथेँ। हामी चाहिँ भोलि बिहान आउँछौँ। आज चाहिँ मेमोरी फर लाइफ टाइम हो, लाइफ टाइमको लागि होइन। लाइफ टाइममा होइन। यहाँ दोस्त चाहिँ यस्तो लुक्स हेर्नु होला साथीहरू। लभली लभली छ है, फेरि गाह्रो छ है। गिटार तल्दै मान्छेमा छ है। यता छ ऊ। आज चाहिँ बबाल भिडियो सिडियो आउँछ, एकछिन लास्टमा हेर्नु होला। अब यति नै, अब उतिर गएर भेटौँ होला है। ल उतातिर गएर हामी टक्क भेट्नुपर्ने हुन्छ है त गाइजहरू। लाइक सेयर सब्सक्राइब गर्नु होला। खाइमन सुरु हुँदैछ हाम्रो। ल ओए ल हामी आज खाइमन छिर्दैछौँ है, जापानिज खाइमन। सुपा होइन यो चट्ट केटाहरूसँग खाइमन गर्न चट्ट। हामीले थोरै आज चाहिँ बाहिर बस्नु भन्दा चट्ट जाँदैछौँ साथीहरू। हेर्नु होला है त हाम्रो अब खाइमन यता जापानिज खाइमन। कोही जमाना गरेर केटा चट्ट यस्तो छ यता चाहिँ खाइमन चट्ट के किनियो चट्ट हामीले खानेकुरा किन्नु पनि हुन्छ। यसको अहिले एकछिनमा खाइमन गर्छु, त्यसपछि लभली केटा हामी चाहिँ यहाँ सबै सामान किन्नु। अब हामी जाँदैछौँ बार्बिक्यूको लागि। उता हामी केआरबी जाँदैछौँ। आज नाइट स्टे गर्ने हो त्यहाँ। टक्क धेरै पर्दैन गाइजहरू। ग्रुपमा गयो भने त्यही 5 मान्नु पाइगयो चाहिँ हामीले 5 मिनट पुगेर सामान मासु सब ल्याइदिन्छ। ए नुन रे केटा ल र सामान बोकेका छौँ गाइजहरू। ब्याग स्याग सब है केटा प्याक छ है। अब हामी उता जान्छौँ, उतातिर गएर भेट्छौँ। हाम्रो दोस्त यहाँ हेरि हान्छौँ देखाएको छ ल है त। एकछिनमा भेट्छौँ हामी। केटाहरू भिडियो गरेर भन्छ ल, म त गराइदिइहाल्छु ल। हान ल के भनिर भन त। लभली लभली ल हेर तिमी यो हेर न के हेर यो
यत्रो यता र यता 3000 हो सधैँ छोड न 77 लेखेर उसको पेटै त्यत्रो हो हामी ल है त हामी अब यहाँबाट निस्किने साथीहरू चट्टो पाएर मेरो त्यहाँ चक्क पाएर म अब यहाँदेखि मैले हुन्छ फेरि पानी लिनु गएको पुरै बन्दोबस्त भएपछि हाम्रो आज चाहिँ चक्क बसेर खाने यता छ नि यार खतरा खतरा छ नि यता नेपाली बसेर हामी केआबी जान लाग्यो यहाँ ट्रेन छुटेर अब गाडीमा जान लाग्यो गाडी बस। पाएको छैन यहाँ हामी अब बस हेर्दैछौँ अनि अब हामी तपाईँलाई अब अरू पनि देखाउँछौँ ठाउँहरू त्यहाँ पुगेपछि ल गाइजहरू दाइजब के बसेर त चक्क पारामा साथीहरू हामी ट्रेनबाट ओर्लियो अब यहाँबाट चाहिँ जाँदैछ हामी बसमा चट्टो पारामा 4 जना केटाहरू छ हामीसँग बस चाहिँ कतिखेर आउँछ भनेर थाहा छैन अन्धधुन्ध छौँ अब लेट्स गो जाउँ के हुन्छ माहौल एकछिनमा थाहा हुन्छ ल गाइज लभली गाइजहरू फाइनली यता पुग्यो यो मारिन टाउन पुग्यो अब यहाँ चाहिँ मोबाइलमा अथवा टिकी अथवा सुइकाहरू ल्याएर आउनु होला नत्र यो पहाडीको केटाहरूको त हत्या हुन्छ फेरि गाडी चढ्दाखेरि अब हामी चाहिँ यसो भोक लाग्यो भने खानेकुरा अब टक्क नाइट ड्राइभ पिकनिक एकदम मिठो ल अब हेर्दै जाऊँ अगाडि के हुन्छ है गाइज लभली ल ओए सनसेट हेरेर आयो आमा ब्रिजमा आइपुग्यो साथीहरू फाइनली है यता फुकुको टावर छ साथीहरू फुकुको टावर त्यहाँ छ है साथीहरू ल स्ट्यान्ड बाई स्ट्यान्ड हान हेर यता सनसेट भएको हेर न ल स्ट्यान्ड ल यो रामेन हेर त सब यहाँ प्याक गरेर केटा ओए ओए हेर त ब्याग त केटा लभली भयो एउटा भिडियो त जानै पर्यो यार हाम्रो चाहिँ यहाँ सनसेट हुँदैछ हाम्रो यहाँ क्यामेरा छ क्यामेरा रेडी छ अब हाम्रो एक सनसेट हान्नुपर्छ यतै सनसेट भ्यू केटाहरू यता छ लभली सबैले देखाउँछु ल ओ बार्बीको भुँदै बवाल हुँदैछ होइन ओए कस्तो वाइल्ड देखाएको छ यार आउँदै एउटा भिडियो बनायो एकजनाले यस्तो म यस्तो यस्तो माथिबाट यस्तो यति सुन्नु मामा नहीं ल यतातिर हाम्रो फुकुओका टावर हाम्रो क्यामेराम्यान नवीन ओए नगर के केटा ल लेट्स गो साथीहरू अब हामी हल्का रमाइलो हुन्छ एकछिनपछि है चलाउन आएन हातले बनाइदिन्छु र यति आउँदा जम्मा खोइ केटाहरू कहाँ गयो यार ल गाइजहरू हाम्रो चाहिँ रात परेको अवस्था अब चाहिँ लभली भिडियो हानिरहेको केटाहरू है मैले त्यस्तो भिडियो क्यामेराम्यान गर्नु पर्यो नि त हल्का ल केटाहरू नाचेछ यता लभली तरिकाले सनसेट यता छ नाचिरहेको छ केटाहरू
यता टावर छ साथीहरू क्यामेरा नि सनसेट हानिराखेको त है लभली यता छ यता अपार्टमेन्ट साथीहरू लभली अपार्टमेन्ट हेर्छ है साथीहरू यहाँ हाम्रो चाहिँ आजको बार्बिक्यू ल हाम्रो बार्बिक्यू वाउ चटपटी गरम भइरहेछ आफैले बनाएको होइन यहाँ लभली हाम्रो बार्बिक्यू लभली 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 परिकारले केटाहरू त मस्त एकीमा ल अब लभली जाउँ अब हाम्रो साईको ट्रेन केटाहरू चाहिँ मस्त बसेछ है यहाँ एकीमा यस्तो ल आएर उठ उठ जानु पर्ने त 16 को ट्रेन यो लास्ट ट्रेन